नमस्कार, म हेमप्रसाद भट्टराई। आज मिति 2082 साल कार्तिक 21 गते शुक्रबारका दिन सिकाइ प्रवर्धन परियोजनाको आयोजना र रम्बा गाउँपालिकाको समन्वयमा श्री जनकल्याण माध्यमिक विद्यालयमा एक दिने शिक्षक पुनर्ताजगी तालिम यति बेला यो हलमा चलिरहेको छ। विशेष गरी शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माणमा पुनर्ताजगी गराउने, नयाँ सिप आदान प्रदान गराउने तथा शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउन थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सञ्चालित यस तालिममा प्रमुख अतिथि रम्बा गाउँपालिकाका अध्यक्ष श्री विष्णुप्रसाद भण्डारी हुनुहुन्छ। यस कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको छ। कार्यक्रममा सहभागी शिक्षकहरू निकै सक्रियताका साथ शैक्षिक सामग्री निर्माणमा लागिरहनु भएको छ। सहभागी शिक्षकहरू विभिन्न समूहमा विभाजित हुनुभएको छ र यहाँको एउटा अत्यन्तै महत्त्वपूर्ण पक्ष भनेको समूहगत छलफल, अनुभव आदान प्रदान तथा सहभागीहरूका बीचमा विभिन्न सृजनात्मक कार्यहरू रहेका छन्। सहभागी शिक्षकहरूले सामग्री निर्माणप्रति निकै चासो र समूहमा सहकार्य गरी विभिन्न शैक्षिक सामग्री निर्माण गर्नुभएको छ। यस तालिममा उपस्थित सम्पूर्ण शिक्षकहरूले एउटै आवाजमा भन्नुभएको छ, भविष्यमा पनि यस्ता पुनर्ताजगी तालिमहरू निरन्तर रूपमा आयोजना होस् र विद्यालय स्तरमा शैक्षिक सामग्री निर्माणको संस्कृति प्रवर्धन हुँदै जाओस्।